नमस्कार, मेरो स्कुल प्लेटफर्ममा तपाईलाई स्वागत छ। यस भिडियोमा हामी फन्डामेन्टल युनिट्स एन्ड डिराइभ्ड युनिट्सका बारेमा कुरा गर्नेछौँ। ओके, सो नामले नै धेरै क्लियर छ। फन्डामेन्टल युनिट्स भन्दाखेरि फन्डामेन्टल क्वान्टिटिजहरुका युनिट्स, भने डिराइभ्ड युनिट भन्दाखेरि डिराइभ्ड क्वान्टिटिजहरुका युनिट्स। हामी हेरौँ फन्डामेन्टल युनिट्स, द युनिट्स अफ फन्डामेन्टल क्वान्टिटिज आर कॉल्ड फन्डामेन्टल युनिट्स और बेसिक युनिट्स, एसआई बेस युनिट्स भनिन्छ यिनीहरुलाई। हामी यो साइडमा कहीं लेखौँ एसआई बेस युनिट्स। और फन्डामेन्टल युनिट पनि धेरै ठूलो नाम भइहाल्छ, त्यसकारण यसलाई सिम्पली बेस युनिट्स भनिन्छ। भने फन्डामेन्टल क्वान्टिटिजलाई बेस क्वान्टिटिज। ओके, अब हामी हेरौँ यहाँ कि फन्डामेन्टल क्वान्टिटिज जुन हामी केही भिडियोज अघि पढेका थियौँ कि 7 वटा हुन्छन्, लेन्थ, मास, टाइम, टेम्परेचर, इलेक्ट्रिक करेन्ट, लुमिनस इन्टेन्सिटी। त्यहाँमा लुमिनोसिटी भनेको थिए र लुमिनस इन्टेन्सिटी, अमाउन्ट अफ सब्स्टेन्स, इटिसी। इटिसी होइन, एक्चुअली यति मात्रै, हाम्रो 7 वटा मात्रै हाम्रा लाइक बेस युनिट्सहरु छन्, फन्डामेन्टल युनिट्सहरु छन्। ओके, सो लेन्थको युनिट छ मिटर, जसलाई सिम्बल एम ले डिनोट गरिन्छ। मासको युनिट छ किलोग्राम्स, जसलाई सिम्बल केजी ले डिनोट गरिन्छ। भने टाइमको एसआई युनिट छ सेकेन्ड्स, जसलाई सिम्बल एस ले डिनोट गरिन्छ। टेम्परेचरको केल्भिन, जसलाई क्यापिटल के ले डिनोट गरिन्छ, यसअघि कुनै पनि क्यापिटल थिएनन्। इलेक्ट्रिक करेन्टको एसआई युनिट छ एम्पियर। एम्पियर फेरि एक्चुअली केल्भिन र एम्पियर साइन्टिस्टहरुका नाम छन्, त्यसकारणले यहाँ लाइक तिनीहरूलाई अनर्ड गरिएको छ। सो एम्पियरलाई क्यापिटल ए लेखिन्छ। यहाँ फेरि नाम भएको कारणले क्यापिटल ए लेखिएको होइन, एउटा कन्भेन्सन छ यस्तो। ओके, यहाँ तपाईँ भन्नुहुन्छ कि जब यिनीहरू साइन्टिस्टहरुका नामहरू छन् भने म किन क्यापिटल गरेको छैन, किनभने यहाँ म युनिट लेख्दैछु, म साइन्टिस्टहरुको नाम लेख्दै छैन। र साइन्टिस्टहरुको नाम लेख्दाखेरि मात्रै त्यहाँ क्यापिटल गरिन्छ फर्स्ट लेटरलाई, तर भने यो युनिट्स भएको कारणले सिम्पल एम्पियर। ओके, यसको मात्रै सिम्बलमा क्यापिटल गरिन्छ। र यो कम्पल्सरी छ, तपाईले यदि स्मल के वा स्मल ए लेख्नु भयो भने यो रङ हुन्छ। त्यस्तै लुमिनस इन्टेन्सिटीलाई हामी क्यान्डेलाले मेजर गर्छौं र क्यान्डेलाको सिम्बल हुन्छ सीडी, फेरि दुवै स्मल सी एन्ड स्मल डी। ओके, भने अमाउन्ट अफ सब्स्टेन्सलाई हामी मोलमा मेजर गर्छौं। यसको मिनिङ के हुन्छ, यो फेरि अलि केमिस्ट्री तर्फको सब्जेक्ट छ। ओके, सो हामी यसको एसआई युनिटलाई मोल भन्छौं भने सिम्बललाई सिम्पली एमओएल एउटा ई मात्र ड्रप गरिदिन्छौं हामी। ओके, अब हामी हेरौं कि जुन एसआई युनिट्सहरु छन् ती एसआई युनिट्सहरुलाई न्यू एसआई मा कि लाइक कसरी मेजर गरिन्छ। ओके, हामी डिराइभ क्वान्टिटीलाई अलि चेक दिउँ तल। ओके, गुड। न्यू भन्दाखेरि लाइक 1960 मा जब डिफाइन गरिएको थियो तब तिनीहरू अलि डिपेन्डेन्ट थिए, इन्डिपेन्डेन्ट थिएनन्। तिनीहरूलाई डिफरेन्ट आर्टिफ्याक्ट्सहरुले मेजर गरिएको थियो। जस्तो कि हामी यहाँ मिटर हेर्छौं भने मिटरलाई भनिएको थियो कि प्लाटिनम इरिडियमका एउटा रड छ लाइक कहीं फ्रान्समा, र त्यहाँ दुईटा गोल्ड लाइनको बीचमा जति डिस्टेन्स छ त्यो भयो हाम्रो 1 मिटर। तर त्यो डेफिनेसन यति राम्रो नभएको कारणले 2019 धेरै लेटेस्ट छ एक्चुअली, लास्ट इयर नै 2019 मा हाम्रा यी सब युनिट्सलाई रिडिफाइन गरियो। ओके, अब यसरी रिडिफाइन गरिएको छ कि युनिभर्समा कहीं पनि मेजरमेन्ट लिनु छ भने तपाई प्यारिसमा राखिएको कुनै एउटा रडलाई वा प्यारिसमा राखिएको कुनै एउटा सिलिन्डरलाई लिएर घुम्नु पर्दैन। हामी कहीं पनि छौं भने हामी एउटा फन्डामेन्टल कन्स्टेन्ट युज गरेर यो मेजरमेन्ट्सहरु गर्न सक्छौं। जस्तै कि लेन्थको मिटरलाई स्पीड अफ लाइटसँग कनेक्ट गरिएको छ। त्यतै सेकेन्डलाई सिजियम एटमको केही ट्रान्जिसन्सहरुमा लाइक रिलेट गरिएको छ। भने मासलाई जुन कि पहिला प्लाटिनम इरिडियमको एउटा सिलिन्डर थियो जुन कि फेरि फ्रान्समा कहीं राखिएको थियो, एक्चुअली भर्साइलमा राखिएको थियो, र त्यसको फेरि मासहरु फ्लक्चुएसन हुन थाले। त्यसकारणले लास्ट इयर यसलाई फेरि अब एउटा फन्डामेन्टल कन्स्टेन्ट, एउटा नेचरको कन्स्टेन्टमा डिफाइन गरियो, प्लाङ्क्स कन्स्टेन्ट। यसलाई एचलाई प्लाङ्क्स कन्स्टेन्ट भन्छौं। यहाँ सबैको नाम लेखे पनि इजी हुन्थ्यो। सो VCS हाम्रो सिजियम यहाँ लेखिएको छ, सिजियम एटमको ट्रान्जिसन्सहरु छन्। भने एच भनेको हुन्छ हाम्रो प्लाङ्क्स कन्स्टेन्ट, भने Na हुन्छ हाम्रो एभोगाड्रोस नम्बर, यो हुन्छ हाम्रो एभोगाड्रोस नम्बर। यो पनि फेरि कुनै मान्छेकै नाम हो। ओके, भने फेरि यहाँ KCD कुनै एउटा लुमिनस लाइक इन्टेन्सिटीसँग रिलेटेड कुनै एउटा अब्जेक्ट हामी भन्न सक्छौं। लाइक यसलाई अहिले डिफाइन गर्न सकिदैन, तर लुमिनस एफिकेसी अफ ह्युमन आई फर अ पर्टिकुलर वेभलेन्थलाई भनिएको छ। सो यो अहिले नलेखौँ हामी। तर KB भन्दाखेरि हाम्रो बोल्जमन्स कन्स्टेन्ट छ। यो फेरि कुनै साइन्टिस्टको नाम छ, बोल्जमन्स कन्स्टेन्ट। ओके, भने इच हाम्रो इलेक्ट्रोनको चार्ज, इलेक्ट्रोनिक चार्ज।
भने c छ हाम्रो स्पिड अफ लाइट ओके सो अब हामी हेरौँ कि अब सेकेन्डलाई हाम्रो फेरि सिजियम एटमको ट्रान्जिसन्सहरुमा रिलेट गरियो भने मासलाई प्लाङ्क्स कन्स्टेन्टमा भने मोललाई एभोगाड्रोस नम्बरसँग भने क्यान्डेलालाई फेरि लुमिनस एफिकेसीमा डिनोट गरियो हाम्रो कति सेन्सिटिभ छ लाइक लाइटको रिस्पोन्समा त्यसमा के एउटा कन्स्टेन्ट हुन्छ त्यसलाई डिनोट गरियो वा रिलेट गरियो भने टेम्परेचरको जुन केल्भिन छ त्यसलाई बोल्ट्जमैन कन्स्टेन्टसँग रिलेट गरियो भने एम्पियरलाई एक्चुअली जुन इलेक्ट्रिक करेन्ट छ हाम्रो त्यसलाई इलेक्ट्रोनिक चार्जसँग रिलेट गरियो भने मिटर जुन कि एसआई युनिट अफ हाम्रो लेन्थ छ त्यसलाई स्पीड अफ लाइटसँग रिलेट गरियो सो यसरी सातवटै क्वान्टिटी अब सातवटा नेचरको कन्स्टेन्टमा डिपेन्डेन्ट छन् यी सातै हाम्रा नेचरका कन्स्टेन्टहरू छन् ओके सो अब हामी कहीँ पनि गए लाइक एउटा कुनै ह्युमनले बनाएको मोडलमा डिपेन्ड गरिराख्नु पर्दैन अब हामी नेचरको कुनै कन्स्टेन्ट मेजर गरेर एउटा यसलाई इक्वेसनमा राखेर हामी त्यस एसआई युनिटको भ्यालु पत्ता लगाउन सक्छौँ ओके सो यसरी हामीले यहाँ डिफरेन्ट फन्डामेन्टल क्वान्टिटिजहरुको बारेमा बुझ्यौँ अब हामी डिराइभ्ड क्वान्टिटिजमा आउँ यहाँ हामीले अब डिफरेन्ट फन्डामेन्टल क्वान्टिटिजका बारेमा बुझ्यौँ अब हामी डिराइभ्ड क्वान्टिटिजमा आउँ सो हामी यहाँ हेरौँ कि डिराइभ्ड क्वान्टिटिज भन्दाखेरि हामीलाई थाहा छ कि डिराइभ्ड युनिट्स भन्दाखेरि डिराइभ्ड क्वान्टिटिजहरुको युनिट्सहरु हुन्छन् ओके सो डिराइभ्ड क्वान्टिटिजहरु हामी सबभन्दा पहिला लिस्ट गर्छौँ यहाँ भने तिनीहरुको डिराइभ्ड युनिट्स पनि पत्ता लगाउँछौँ सो हामी हेरौँ कि एरिया त सिम्पली यसको फर्मुला हुन्छ लेन्थ टाइम्स लेन्थ दुईटा लेन्थ यहाँ इन्भल्भ छ त्यस कारणले यसको डिराइभ्ड युनिट भयो हाम्रो स्क्वायर्ड मिटर भने यसको सिम्बल हुन्छ m को पावर 2 सो यसलाई हामी स्क्वायर्ड मिटर पढ्छौँ भने फन्डामेन्टल क्वान्टिटिजहरु कुन कुन यहाँ इन्भल्भ छन् मात्र एउटा मिटर हाम्रो एक्चुअली फन्डामेन्टल क्वान्टिटी भन्दा पनि हामी यहाँ फन्डामेन्टल युनिट भनौँ सो फन्डामेन्टल युनिट हाम्रो यहाँ मिटर इन्भल्भ छ भने त्यसपछि छ भोल्युम हाम्रो भोल्युमलाई हामी लेन्थ टाइम्स लेन्थ गर्छौँ सो यसलाई हामी क्युबिक मिटर भन्छौँ जसलाई मिटरको पावर 3 गरेर लेखिन्छ यहाँ पनि एउटा मिटर मात्रै इन्भल्भ भयो भने भेलोसिटीमा हामी अब भेलोसिटीलाई हामी डिस्प्लेसमेन्ट बाइ टाइम टेकन भन्छौँ ओके सो डिस्प्लेसमेन्टलाई मेजर गरिन्छ मिटर्समा भने टाइमलाई मेजर गरिन्छ सेकेन्डमा चाहिँ यसको डिराइभ्ड युनिट भयो मिटर्स पर सेकेन्ड भन्ने सिम्बल हुन्छ m/s लेखिन्छ वा ms र s को पावर -1 गरेर यसरी लेखिन्छ सो यहाँ दुईटा क्वान्टिटिज इन्भल्भ छन् m र s अनि एक्सेलरेसनमा अब हामी आउँ एक्सेलरेसनमा पनि हाम्रो चेन्ज इन भेलोसिटी बाइ टाइम टेकन हुन्छ सो चेन्ज इन भेलोसिटी जुन छ v - u/t सो यहाँ v - u/t हुन्छ तर v - u को पनि क्वान्टिटी त मिटर्स पर सेकेन्डमै आउँछ त्यसलाई हामी मिटर्स पर सेकेन्ड भन्न सक्छौँ वा सिम्पली भन्नुपर्दा मिटर्स पर स्क्वायर्ड सेकेन्ड ओके सो यहाँ मिटर्स पर सेकेन्ड भन्न सक्छौँ वा मिटर्स पर सेकेन्ड स्क्वायर डाइरेक्ट नै सो यहाँ यसको पावर -2 त्यसको मिनिङ भयो कि यहाँ s स्क्वायर छ तलमा सो मिटर्स पर स्क्वायर सेकेन्ड्स भने यहाँ पनि m र s नै इन्भल्भ छन् त्यसपछि फोर्समा हामी आउँ फोर्सलाई डिफाइन गरिन्छ मास टाइम्स एक्सेलरेसन ओके सो मास टाइम एक्सेलरेसनलाई हामी न्युटनले डिनोट गर्छौँ यहाँ फेरि के लेखिँदैन कि केजी मिटर पर सेकेन्ड स्क्वायर लेखिन्छ तर यसरी पढिँदैन यसलाई सिम्पल नाम दिएको छ न्युटनको नामले जुन कि फेरि एउटा धेरै ठुलो साइन्टिस्ट एक्चुअली फादर अफ फिजिक्स भन्न सक्छौँ हामी सो यसको सिम्बल हुन्छ केजी मिटर्स पर सेकेन्ड स्क्वायर तर फेरि यो लेखिँदैन यहाँ मात्रै हामी के लेख्छौँ n न्युटन डन ओके यहाँ कुन कुन क्वान्टिटिजहरु इन्भल्भ छन् यहाँ छन् केजी मिटर्स एन्ड सेकेन्ड हामीले एक्चुअली केजी मिटर पर सेकेन्ड स्क्वायर लेख्दैनौँ तर हामीले ध्यान राख्नुपर्ने कि यसलाई न्युटन लेखिन्छ भनेर लाइक कसरी लेखिन्छ त्यो ध्यान राख्नुपर्ने र न्युटन हुन्छ यसको सिम्पल सर्टकट त्यो पनि ध्यान राख्नुपर्ने ओके भने अब हामी अझै तल आउँ यहाँ हामी डेन्सिटी प्रेसर मोमेन्टम वर्क एनर्जी र जे पनि छन् ती सबको बारेमा कुरा गरौँ ओके सो अब हामी डेन्सिटीमा आयौँ सो डेन्सिटीलाई हामी मास ओभर भोल्युम भन्छौँ वा मास बाई भोल्युम यहाँ भनिएको छ यसलाई मेजर गरिन्छ किलोग्राम्स पर क्युबिक मिटरमा ओके भने यसलाई हामी सिम्पली किलोग्राम्स पर क्युबिक मिटर पनि भन्न सक्छौँ वा केजी इन्टु क्युबिक मिटर m को पावर -3 को मिनिङ हुन्छ डिभाइड बाइ 3 छ सो केजी पर क्युबिक मिटर यसरी पनि भन्न सक्छौँ यहाँ फेरि के इन्भल्भ छन् केजी र मिटर त्यसपछि प्रेसरमा हामी आउँ प्रेसरमा वा प्रेसरलाई हामी फोर्स पर युनिट एरिया भन्छौँ भने फोर्स पर युनिट एरियालाई यसको लाइक सिम्बल हुन्छ वा यसको युनिट हुन्छ पास्कल यसलाई हामी पास्कलमा मेजर गर्छौँ र पास्कललाई सिम्पली PA लेखिन्छ डन यहाँ फेरि यो फोर्सको न्युटन पर स्क्वायर मिटर पनि लेख्न सकिन्छ ओके तर यसको अर्को नाम भएको कारणले यसलाई हामी सिम्पली पास्कल नै लेख्छौँ ओके तर ध्यान राख्नुपर्ने कि प्रेसरलाई न्युटन पर स्क्वायर मिटर पनि भनिन्छ ओके यहाँ हामी लेखौँ यसलाई न्युटन्स
पर स्क्वायर मिटर पनि लेख्न सकिन्छ। भने यहाँ के इन्भल्भ छन् हामी हेरौँ कि न्युटनमा के इन्भल्भ थियो। न्युटनमा थियो हाम्रो केजी मिटर र सेकेन्ड, भने यहाँ फेरि मिटर्स आएको छ, त्यसकारणले यहाँ केजी मिटर्स एन्ड सेकेन्ड नै इन्भल्भ हुन्छ। त्यसपछि अब हामी आउँ मोमेन्टममा। मोमेन्टम भन्दाखेरि सिम्पल मास एन्ड भेलोसिटीको प्रोडक्ट हुन्छ, एउटा नम्बर हुन्छ। ओके, कुनै फिजिकल कुरा होइन। ओके, सो मास एन्ड भेलोसिटी एक्चुअली तपाईँ भन्नुहुन्छ फिजिकल कुरा होइन त हामी किन कुरा गर्दैछौँ यहाँ। सो फिजिकल प्रोपर्टी हो एउटा, यसलाई हामी फिजिकली हेर्न सक्दैनौँ वा फिल गर्न सक्दैनौँ। जस्तै कि डेन्सिटी हामी बुझ्न सक्छौँ के छ, प्रेसर बुझ्न सक्छौँ के छ, तर मोमेन्टम हामी सिम्पली भन्छौँ कि यो मास टाइम्स भेलोसिटी हुन्छ र यो कुनै एउटा फिजिकल क्वान्टिटी छैन जुन कि हामी हेर्न सक्छौँ तर यसलाई मेजर गर्न सकिन्छ। ओके, मास टाइम्स भेलोसिटी गरेर मेजर गर्न सकिन्छ। जस्तो कि वर्क डन हामी फिल गर्न सक्छौँ, पावर के छ, जति छिटो वर्क डन गरियो त्यति बढी पावर त्यो पनि हामी फिल गर्न सक्छौँ। भने मोमेन्टममा हामी जति बढी मास त्यति बढी मोमेन्टम, भने जति बढी भेलोसिटी त्यति बढी मोमेन्टम, यसरी गरेर हामी इन्टुइसन लिन्छौँ एउटा। ओके, भने यो कुनै एक्ज्याक्ट कुनै चिज कुनै अब्जेक्ट छैन जसलाई हामी टच गरेर हेर्न सक्छौँ। ओके, भने यसलाई फेरि मेजर गरिन्छ किलोग्राम मिटर्स पर सेकेन्ड, किनभने मास छ किलोग्राम र भेलोसिटी छ मिटर्स पर सेकेन्ड। ओके गुड, यसलाई डिनोट गरिन्छ किलोग्राम मिटर्स पर सेकेन्डले और केजी मिटर पर सेकेन्ड। यहाँ सेम कुरा छ, भने यहाँ पनि केजी मिटर र सेकेन्ड नै इन्भल्भ छन्। ओके गुड, अब हामी वर्क और एनर्जीमा हौँ, यी दुवैको युनिट एक्चुअली सेम हुन्छ। फर्मुला हुन्छ यिनीहरूको फोर्स टाइम्स डिस्प्लेसमेन्ट, कति फोर्स लगाएर कुनै पनि अब्जेक्ट कति टाढा गयो भने त्यति काम गरिएको बुझ्छौँ हामी, कति त्यति वर्क भएको बुझ्छौँ हामी। साइन्टिफिक वर्क कुरा गर्दैछु यहाँ म, लाइक जेनरल हाम्रो काम हुन्छ डेली लाइफमा त्यो होइन, फिजिकल जुन फिजिक्सको वर्क छ त्यो यहाँ कुरा भइरहेछ। भने यसलाई मेजर गरिन्छ जुलमा, फेरि जुल एउटा साइन्टिस्टको नाम भयो यहाँ। भने यहाँ के इन्भल्भ हुन्छन् त्यसका लागि हामी फेरि यहाँ आउँ। फोर्समा के हुन्छ केजी मिटर्स पर सेकेन्ड स्क्वायर्ड, भने यहाँ डिस्प्लेसमेन्टमा पनि मिटर, सो यहाँ केजी मिटर्स एन्ड सेकेन्ड नै इन्भल्भ छन्। भने सर्टकटमा यसलाई जुल लेखिन्छ सिम्पली। ओके, भने त्यसपछि अब हामी पावरमा आउँ। पावरलाई हामी वर्क डन बाई टाइम टेकन भन्छौँ, वा कति काम कति टाइममा गरियो भने त्यसलाई डिभाइड गरिन्छ भने हाम्रो पावर आउँछ। भने पावरलाई मेजर गरिन्छ वाटमा, यो पनि फेरि कुनै साइन्टिस्टको नाम छ जेम्स वाट। ओके, यसको सर्ट फर्म हुन्छ सिम्पल वाट, एन्ड यसलाई फेरि केजी मिटर्स एन्ड सेकेन्डमा लेख्न सकिन्छ, किनभने वर्क डन नै थियो हाम्रो केजी मिटर एन्ड सेकेन्डमा, भने टाइम एउटा मात्रै आएछ यहाँ, त्यो पनि सेकेन्ड नै छ, त्यस कारणले केजी मिटर्स एन्ड सेकेन्ड। अब हामी 11 नम्बरमा आउँ, जुन छ फ्रिक्वेन्सी। फ्रिक्वेन्सी भन्दाखेरि कति चोटि भइरहेछ कुनै पनि कुरा एक सेकेन्डमा। सो यहाँ भेलोसिटी बाई वेभलेन्थ यो फर्मुला छ, तर जेनरल फ्रिक्वेन्सी भन्दाखेरि कुनै पनि कुरा कति छिटो भइरहेछ वा कति चोटि भइरहेछ एक सेकेन्डमा, त्यसलाई हामी फ्रिक्वेन्सी भन्छौँ। यो हाम्रो कुनै वेभसँग एसोसिएटेड फर्मुला छ एउटा। भने यसलाई हामी लेख्छौँ हर्ट्ज, यो फेरि कुनै साइन्टिस्टको नाम छ, यसलाई सर्टकटमा HZ लेखिन्छ। सो यसको लाइक इन्भल्भ क्वान्टिटिजहरू के छन्, इन्भल्भ युनिट्सहरू के छन्, यहाँ साइकल्सको कुनै युनिट हुँदैन, यो सिम्पल नम्बर छ एउटा, भने एउटा मात्र यहाँ डिभाइड बाई सेकेन्ड युज हुन्छ। यसलाई हामी पर सेकेन्ड पनि भन्न सक्छौँ। सो फ्रिक्वेन्सी 20 छ भने वा कुनै पनि कुरा एक सेकेन्डमा 20 चोटि भइरहेछ भने त्यसलाई हामी यसको फ्रिक्वेन्सी 20 हर्ट्ज छ भन्छौँ। वा इट इज ह्यापनिङ 20 टाइम्स 20 साइकल्स पर सेकेन्ड। सो त्यस कारण यहाँ साइकल आएछ। सो 20 सिम्पली एउटा नम्बर, आई मिन साइकल सिम्पली एउटा नम्बर छ। भने अब हामी 12 नम्बरमा आउँ। 12 नम्बरमा सोधिएको छ पोटेन्सियल डिफरेन्स, आई मिन सोधिएको छैन, लाइक गिभन छ यहाँ पोटेन्सियल डिफरेन्स। भने पोटेन्सियल डिफरेन्सलाई हामी केमा मेजर गर्छौँ, वर्क डन पर चार्ज। यो तपाईँको एक्चुअली अहिलेको सिलेबसमा छैन, तर बुझिराखौँ। पोटेन्सियल डिफरेन्स भन्दाखेरि सिम्पली हाम्रो भोल्टेज हुन्छ, सो भोल्टेजलाई हामी वर्क डन पर युनिट चार्जको लाइक फर्मुला डिनोट गर्छौँ। यसलाई भनिन्छ भोल्ट, यो पनि फेरि एउटा साइन्टिस्टको नाम छ एलेक्जेन्ड्रो भोल्टा। ओके, यसलाई डिनोट गरिन्छ भीले। यहाँ के इन्भल्भ छ, फेरि यहाँ वर्क डन भएको कारणले केजी मिटर एन्ड सेकेन्ड, भने चार्ज भएको कारणले यहाँ हामी लाइक एम्पियर पनि राख्छौँ। चार्जलाई एम्पियरमा मेजर गरिँदैन, तर चार्ज एसोसिएटेड हुन्छ एम्पियरसँग। ओके, भने रेसिस्टेन्समा अब हामी आउँ। रेसिस्टेन्सलाई मेजर गरिन्छ पोटेन्सियल डिफरेन्स डिभाइडेड बाई करेन्ट गरेर। भने यसको फेरि एसआई युनिट छ हाम्रो ओम। ओके, ओम फेरि एउटा साइन्टिस्टको नाम छ। भने यहाँ यसलाई डिनोट गरिन्छ ग्रिक लेटर। ओके, अहिलेसम्म कि हाम्रो पहिलो ग्रिक लेटर छ यो छ हाम्रो ओमेगा, एउटा क्यापिटल ओमेगा, किनभने स्मल ओमेगा यस्तो देखिन्छ भने क्यापिटल ओमेगा यस्तो। सो यसलाई हामी ओमेगा भन्छौँ। ओके, सो यहाँ के क्वान्टिटिजहरू इन्भल्भ छन् हामीहरू, वा के युनिट्सहरू इन्भल्भ छन्। यहाँ लाइक पोटेन्सियल डिफरेन्स छ भने पोटेन्सियल डिफरेन्समै हाम्रो केजी मिटर सेकेन्ड र एम्पियर इन्भल्भ छ। भने यहाँ करेन्ट भएको कारणले फेरि एउटा एम्पियर नै आउँछ। सो यति क्वान्टिटिज यहाँ इन्भल्भ हुन्छन्।
ओके सो यसरी हामीले यहाँ लाइक 13 वटा डिराइभ्ड क्वान्टिटिजहरुमा कुन कुन फन्डामेन्टल क्वान्टिटिजहरु इन्भल्भ छन् तिनका बारेमा बुझ्यौं